पक्का सेतै हो। मकै चाहिँ कता छ आज दिन पनि पुरा खुल्ला भयो। एकदम ठिक छ यतिको चाहिँ। यो चाहिँ हो क्या पारा। ल छाना माथितिर ल ठिक छ। पानी पर्दैन पर्दैन भन्थे सबैले, बल्ल भेट्यो। पानी चाहिँ पक्का आएको है। यतिको चाहिँ आउनै पर्छ पानी। यो मल छरेको हाम्रो यो चाहिँ कोरियामा मल छरेको यस्तो छ हाम्रो मल छराई। तपाईँहरूकोतिर कस्तो हुँदैछ? हाम्रो चाहिँ एकदम राम्रो मलहरू, अर्ग्यानिक मल हो यो पुरा हाम्रो। यो यस्तो छ यी। हाम्रो गाउँघरमा अर्ग्यानिक मल यस्तो पाउँछ। यस्तो हुन्छ यी। हेर्नु है पारी डाँडातिर देखिन्छ, तर चिप्लेर मरिने हो कि कता हो। दामी 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 पुरा क्या रमित लाग्दो भएको छ भनेदेखि एकदम रमित लाग्ने भएको छ एकदम। कसम से कसम आयो त सेतै सेतै। सबै हेर्दा पनि पुरा सेतै नि सेतै। बाबा रे बाबा, अब त फेरि नझरिदिनु। आज छरेको मकै यो मल पनि हालिदियो माथिबाट, एकदम ठिक भएको छ। तर मकै चाहिँ कहाँ छ? मकैको दाना मलाई पनि थाहा छैन है। यस्तै छ पुरा एकदम ठिक छ एकदम। यस्तो भइरहेछ गाउँघर चाहिँ पुरा। मल छरिदियो मल छरिदियो। यतिको त हुनैपर्छ। आज त भैँसीले पनि भाउजूहरूको भैँसी के भन्छ? राम 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 खुट्टा त बाबा रे बाबा, खुट्टा कस्तो खुट्टा पुरा। हेर्नु है गाई छोरो बुइपारी ठपटे चाहिँ पुरा मल छर्दिएर यस्तो भएर यस्तो हेर।